त वीरेन्द्रको हत्याको विषयमा आएर देव सत्तासँग क्षमा नमागी हुँदै हुँदैन। म यही भन्नको लागि ज्ञानेन्द्रलाई भेट्न खोजेको हो, तर ज्ञानेन्द्रका भरौटीहरूले भेट्न दिएनन्। यही भन्नलाई हो, यही कुरा, यही। अब सुनाइदिनुहोस् उहाँका आसेपासे सैनिक समर्थक सबैलाई सुनाइदिनुहोस् है। तपाईलाई केही फरक पर्दैन यति बोल्दा? मलाई केही फरक पर्दैन। पक्राउ गर्लान्, पक्राउ गरेर बस्दिउँला जेलमा। आक्रमण गर्लान्, आक्रमण गरेर मेरो हातमा चाहिँ के मार्न खोज्लान्। मार्न खोजे, अब कसरी मार्छन् हेरौँ पहिला, अनि योजना बनाउँला, तत्काल बनिहाल्छ। ल सुरु गर्नुहोस् फेरि। अनि त्यसपछि निरञ्जनलाई वीरेन्द्रले एक हप्ता अगाडि चाल पाए, हत्या हुँदैछ भन्ने। निरञ्जनलाई वीरेन्द्रको डिजाइनमा पठाइएको थियो। ज्ञानेन्द्रले त जानी भेजा न तँलाई मारिदिन्छु भनेर फेरि धम्क्याउनु भयो। आज मैले खोलिदिएँ डिटेली। मैले सब कसैबाट सुनेको होइन, ब्रह्माण्डको एउटा सेटेलाइट छ त्यहाँबाट हेरेको कुरा हो। मैले भनिदिएँ आज यो कसैबाट सुनेको इतिहास होइन, यो मैले हेरेको। अनि केही केही कुराहरू मलाई वीरेन्द्रले भनेका पनि हुन् है। वीरेन्द्रसँग मेरो संवाद हुन्छ, अझै पनि हुन्छ। महेन्द्रले अझ मलाई त माइलोले गल्ती गरेछ, माइलोलाई सम्झाउनु पऱ्यो भने सम्झाउन सक्दिनँ। तपाईँको माइलो भेट्दैनपछि तपाईँ जनताको लागि केही गरिदिनु पऱ्यो, मेरो देश डुब्नु लाग्यो, तपाईँ आइसक्नुभयो, जसरी नै गरिदिनु पऱ्यो। महेन्द्रको बिन्ती त्यस्तै, वीरेन्द्रको पनि बिन्ती